मैले यो बाँदरको चित्र बनाएको देखेर हजुरलाई हाँसो उठिरह होला। अब के गर्नु हजुर, हाम्रो पालामा त्यो यस्तो ग्याजेटहरू थिएन, त्यही गुल्ली डन्डा मात्रै थियो। अब अहिले हजुरको नानी बाबुहरूको लागि एकदमै युजफुल सामान चाहिँ यो रिचार्जेबलमा, जसमा मजाले यसरी चाहिँ हजुरले टक्क पारेर यो बाँदर टक्क यसरी राखिदिने, मङ्की पनि भन्ने भयो अनि साउन्ड पनि आउने भयो। एकदम हेर्दै चिन्दै अनि यहाँ चाहिँ चित्र बनाउन लेख्नको लागि एकदमै दामी, जसमा हजुरले लगभग 255 जति कार्ड पाउनुहुन्छ। एकदम दामी, जसरी यो छ यहीँबाट हेरौँ न, A4 एप्पल भयो, ABCD सबै हुन्छ, मन्थ हुन्छ। जसरी यसमा चाहिँ टक्क यसरी गऱ्यो अनि यसलाई चाहिँ इरेज गर्न एकैछिनमा, ल टक्क यसरी एकैछिनमा इरेज हुन्छ, एप्पल हुने भयो। जसरी ए लेखिदियो, बच्चाहरूलाई पढ्नको लागि एकदमै दामी, कलरफुल राइटिङ ट्याब्लेट हुन्छ, कहिले नसकिने पेन हुन्छ। यो रिचार्जेबल हो, दामी छ। लगभग 255 जति कार्ड सबै छ। यो कार्डहरूमा लगभग सबै कुरा ABCD छ, मन्थ छ, अनि अर्को भने विक हुने भयो, अनि 1 2 भइ नै हाल्यो। भेहिकलहरू मजाले, भेहिकलहरू सबै कार्डहरूमा टक्क यसरी चाहिँ भेहिकलहरू यो भयो। जसरी फायर ट्रक भयो, फायर ट्रकको पनि हेर्नुहोस् ल, टक्क फायर इन्जिन पुरै भन्ने भयो। अब यहाँ चाहिँ लेख्न पनि मिल्यो क्या, बच्चालाई चाहिँ लेख्न पनि मिल्ने भयो, लेख्न पनि यसरी मजाले मिल्छ। यसलाई इरेज गरेर मिल्यो एकैचोटमा। चित्र बनाउनलाई दामी, यो गाडीको चित्र बनाउनु पनि एकदमै दामी। यो रिचार्जेबलमा हामीले ग्याजेट घरमा धेरै सस्तो ल्याइदिएको छ। यसमा स्पेसल भने टक्क यो पेन छ, पेनलाई टक्क यसरी राखिदिनलाई म्याग्नेट हुन्छ क्या, यो चाहिँ राख्नु पनि दामी हुने। अनि कलरफुल छ क्या, यो चाहिँ टक्क हेर्नुभयो भने कलर डिफ्रेन्ट कलर हुन्छ। नर्मल राइटिङ ट्याब्लेट एउटै कलर हुन्छ, यसमा चाहिँ हेर्नु त यहाँदेखि यहाँसम्म डिफ्रेन्ट कलर हुन्छ सबै कुरो। कार्डहरूमा पनि एनिमलहरू भइहाल्यो, जसरी टोय गन भयो, अनि यिनीहरू चाहिँ धेरै कार्ड हुन्छ बच्चालाई चिन्नलाई। आइब्रो भयो, यसरी मजाले शरीरको अङ्ग चिन्नको लागि पनि दामी। एउटै कार्डमा अगाडि र पछाडि हुन्छ क्या। टक्क जुन कार्ड छिराइदिनु भयो सट्ट पारेर यसमा मैले अब यो कार्ड छिराएँ, आइब्रो भयो। अब यसलाई चाहिँ उल्टो छिराइदियो भने सट्ट हो। यहाँ पढ्दै यहाँ लेख्नको लागि एकदमै दामी। यसलाई अन अफ गर्न मिल्ने हुन्छ, रिपिट गर्न मिल्छ, यसलाई चाहिँ इरेज गर्न मिल्यो। हजारौँ चोटि लेख्नुहोस् मतलबै भएन। यो चाहिँ एकदमै दामी, पेन पनि यसैमा आउँछ हो। यस्तो ग्याजेटहरू हजुरले आफ्नो नानी बाबुलाई दिनुभयो भने पढाइमा एकदमै इम्प्रुभ हुने हुन्छ, पढाइको लागि धेरै नै राम्रो। अब त्यो खेलाउन मात्रै भन्दा पनि यस्तो ग्याजेटहरू, एजुकेसनल ग्याजेटहरू हजुरले आफ्नो नानी बाबु या कसैलाई उपहार दिनुभयो भने दामी। यस्तो चाहिँ चाहियो भने हामीले ग्याजेट घरमा सस्तोमा ल्याइदिएको छ, मजाले अर्डर गर्न सक्नुहुन्छ। यो चाहिँ हजुरको राइटिङ बोर्ड विथ के अरे कार्ड रिडर भएको, दुइटै भएको, एउटैमा भएको दामी ग्याजेट चाहिँ, जसमा लगभग 255 जति कार्डै हुन्छ। सबै कुरो हुने भयो, सब कुरो मजाले यसरी चाहिँ एनिमलहरू टक्क हेर्दै। अब यसमा मैले भन्न भ्याउँदिनँ, सानो भिडियो हुन्छ, सब चिज हुन्छ। चाहियो भने मजाले अर्डर गर्नुहोस्, सबै ठाउँमा क्यास अन डेलिभरी हुन्छ। हस्, धन्यवाद।